हेलो गाइस, वेलकम, गुड मर्निङ सबैजनालाई। झन् चाहिँ यहाँ आएर हामी चाहिँ दिदीले चाहिँ मम्मीले के भन्नुहुन्छ कति बोल्छस् कि त फोन कति बोल्छस् दिनकै भन्नुभएको के हो कि भ्लग भन्ने भ्लग के अस्ति युट्युबमा के आएको थियो अनि त्यसपछि त्यही हामी चाहिँ बिहान बिहान हतारमा आज चाहिँ सबैजना मिलेर मुभी हेर्न लागेको। अनि त्यसपछि त्यही हो आज चाहिँ हामी घुम्न जान्छौँ भनेको हेर्नु न मम्मीले पछि नै छोड्नु भएको पछि तिहारको बेला पछि ल्याइरहेको छु कुकुर पनि लाग्छु साथमा ला यता छ हाम्रो कुकुरजी हामीसँग यता त्यही हतारमा जान लागेको छौँ गाइजहरू। सबैजनालाई वेलकम छ न्यू भिडियो। अनि सबैजनालाई कमेन्ट सेयर गरिदिनु होला। त्यही हो, अब हामी चाहिँ यहाँ जान लागिरहेको छौँ। अनि हामी चाहिँ यहाँदेखि 3जना छौँ। अनि उता बाटो थपिँदै जान्छ दिदीहरू जान्छौँ। अटो ढिलो भएको बेला अटो पाउँछ कि पाउँदैन थाहा पनि छैन। 7 बजे पुग्ने मान्छे यहाँ 7:05 गइसक्यो। दिन जस्तो देखियो होला बिहान बिहान होइन। त्यो दौडी के अरे हाम्रो बहिनी बिहान बिहान चाहिँ यस्तो मजाको घाम लागेको छ। बारी देखाएको थियो कि बल्ल मान्छे देखाउँछ त धान भाइ त सबै देखाएको हुन्छ नि मान्छे देखाइ के भन्नु फिल्म हल के भनौँ केही भन्नै आउँदैन। कति त्यही भनेको दिन त्यही भन्छ त्यही त भनेर के भन्नु। हाम्रो हुनुहुन्छ यहाँ प्रतिमा फुपू पसलमा यहाँ छ यति मजाको हाँस। त्यही हो, हामी चाहिँ अब जान लागेको हतारमा छ नि त। अनि त्यही भएर चाहिँ मैले बिहान बिहानै किन भ्लग सुरु गरेन भन्दाखेरि नि जुरुक्क उठ्यो मुख सुक्दै। अनि त्यसपछि कपडा सपडा लगाएर यता ढिलो भइसक्यो नि त। अनि दिदीले फोन गरेर 7 बजे नै त्यहाँ पुग्नुपर्छ छिटो आऊ भन्नुभयो। 7:05 यहाँ गइसक्यो। ला के भन्नुहुन्छ त्यही गाइस के हुन्छ आज तपाईँहरूलाई देखाउने छु। म त आफ्नै पारामा घाम चाहिँ कस्तो राम्रो देखिन्छ क्या। त्यही हो, हामी चाहिँ अब यहाँ निस्किसक्यो रोडमा। अनि अटो पाएको छैन। कतिखेर अटो पाउँछ कि यस्तै हिँडेर जाने थाहै छैन। जहाँ अटो पाउँछ त्यही बाटो चढेर जाने त होला गाइजहरू। अनि तपाईँहरूकोतिर देउसी भैले कस्तो खेलिराख्नु भएला रमाइलो तिहार आइरहेको छ होइन। हामी त खेलेन यसरी तिहार पनि खेलेन, गाउँ पनि गएन। गाउँतिर चाहिँ खेलिरह होला देउसी भैलो। त्यही गाइस हामी चाहिँ अब जान लागेको। हामी चाहिँ यहाँदेखि 3जना मात्रै छौँ, फुपू म बहिनी। अनि त्यसपछि उता चाहिँ हुनुहुन्छ हाम्रो के अरे दिदीहरू हुनुहुन्छ। अनि त्यसपछि छिटाउ भनेर फोन गरिरहनु भएको नि त। अनि हामी चाहिँ ढिलो भइसक्यो, गाह्रो गर्नुहुन्छ अरे। अब त्यही हो, मोबाइल हामीसँग सम्बन्ध आउँदैन के भिडियो गराउनु है। त्यही हो, हामी चाहिँ हिजो भैली यो घरमा खेलेको। अनि त्यसपछि यो घरमा अनि हाम्रो फुपूहरू खेल्नु भयो। अनि हामी चाहिँ घर गयौँ बहिनी र म। कति बजी थियो भने 11 बजिसकेको थियो रातिको। त्यति बेलासम्म हामी घर गइसकेको थियौँ। फुपूहरू चाहिँ कति राति 2 बजी आउनुभएको रहेछ। पहिले खेलेको आज पनि खेल्नुहुन्छ होला। त्यही हो
माया गरिदिनु होला सबैजनाले किनकि अनि फर्स्टमा नि त बनाएको कसैले कस्तै अनि के बनाएको भिडियो यस्तो यस्तो भनेर के भनिरहन्छ तर मतलब छैन जसले चाहिँ सुकै भन्नुहोस् त्यही हो नराम्रो गर्नु भएन अनि त्यही त हो मान्छेहरूले के अरे राम्रो गर्दै जाँदा त कसलाई पो राम्रो लाग्छ होइन अब त्यही हो मान्छेहरू जति राम्रो गर्दा पनि नराम्रो नै ल्याउँछ अनि त्यही भएर हो आफू आफ्नो ठाउँमा आफू सही हुनुपर्छ भन्छु कि म त किन दुनियाँको कुरा काट्दै दुनियाँको गर्दै हिँड्नुपर्छ होइन अब तपाईँहरू चाहिँ के भन्नुहुन्छ मैले त्यही भन्छु आफ्नो ठाउँमा आफू सही हुनुपर्छ अरूले चाहिँ सुकै बनाओस् मतलब हुँदैन भने त त्यही हो अब सुकाइछ आज मेसिन चलिरहेको छ पर यता हुनुहुन्छ हाम्रो फुपू अनि उता छिन हाम्रो बहिनी अनि म चाहिँ यहाँ हाम्रो बहिनी चाहिँ राम्रो चिटिक्क भइरहेको छिन् हामी किनकि रिक्सा पाएन नि त अनि त्यही भएर हिँड्दै गएको अनि त्यही अब रिक्सा पाएपछि रिक्सामा चढ्छ पाएन अरे हातमा चाहिँ के रातो भएको भन्नु होला होइन यो हातमा चाहिँ हिजो लक्ष्मी पूजाको गाई चाहिँ अटो पठाइदिनु है त्यही पनि नलैजानु कस्तो देखिरह किनकि यहाँ पछाडि घाम लगाइरह त्यही भएर बहिनी सबैजना सन्चै हुनुहुन्छ 1000को नोट कहाँ भेट्यो तुलसी घरकी मगर अनि म चाहिँ नेपालगञ्ज बस्छु अहिले चाहिँ म दिदी मम्मी मुभी हेर्नु जाँदैछौँ हजुरहरू हेर्नु भयो हजुरहरू पनि आउनुहोस् नै भेटौँला फिल्महरूको नाम खै थाहा छैन मलाई कुन फिल्म होला सल्लुलर जानु लाग्यो तर कुन फिल्महरू जानु लाग्यो थाहा छैन सबैजनालाई मलाई थाहा माथि दिदीहरू धेरै हुन्छ नि मलाई थाहा माथि बसेर पढ्न आउनु फुपूको कुरा यो अटोवालाको ड्राइभर कता गएछ अटो जान्न रिजर्भ होला रिक्सा खोजिरहेको तर रिक्सा नै पाउँदैन गाडीमा आज कस्तो देखिएको छु भनिदिनुहोस् न छोरा मान्छे जस्तै अनि ठ्याक्कै फिल्म हलमा हिरो खेल्छ नि हिरोनी खेल्छ त्यस्तै नाङ्गे छाती तलतिर हेर त फुपू के बोल्नुहुन्छ त्यस्तो पनि छैन है हामी त देखिएको जस्तै है पछाडि आफ्नो पारामा हेर नै पाल्मा छैन यहाँ कस्तो मजाको आँप बगैँचा छ कि राम्रो छ सिन गाइजहरू फोटोसोटो खिच्ने आउनु होला भिडियो सिडियो गराउनु आउनु होला त्यही हो उसको नाम भन्नेर बगैँचा गाइस हाम्रो यता उसमा ठ्याक्कै हाम्रो डिआइजी अफिसदेखि भित्र आएपछि चाहिँ यो आउँछ यसपछि अगाडि गयो भने चाहिँ हाम्रो मेरो घर आउँछ हाम्रो गाउँ आउँछ कि एउटा हाम्रो गाउँको नाम हो चक्रपथ धेरै छैन मान्छेहरू चाहिँ अब ठिकै छ अलिअलि बजार हुन लाग्छ आजकल त अब अलिअलि बजार हुन लाग्छ हल्का फुल्का तर अटो चाहिँ पाइन्न त्यही भएर के भन्नु अटो त पाइन्छ आज बिहानै हामी हतारमा छौँ त्यही भएर अनि चाडबाड पनि आयो 7 बजी बोलाएको मान्छे हामी कति भयो चाहिँ यहाँ 7:30 भइसक्यो 7:30 त भयो 7 बजी उहाँ पुग्नु भन्नु भएको थियो के गर्नु 7:30 भइसक्यो रिसाउनु भएको छ होला राधा दिदी पर कुर्दै हुनुहुन्छ अरे गाइस अहिले हजुरलाई देखाउँदैछौँ हिजो रातभरि भैली खेलेको त्यही भएर नि ढिलो भयो क्या बिहान ढिलो उठ्यो नि त अनि बिहान मैले 6 बजी उठाएको दिदीलाई होइन 7 बजी उठाउनु पनि हुन्छ भनेर सुत्नु भयो गाइस फेरि अनि त्यही भएर म पनि सुतेको छु निदाएको छु पछि दिदीले भाउजूले फोन गरेपछि थाहा पाएको भाउजू पनि रिसाउनु भयो होला घर आउनु त्यसको लागि सरी भन्न चाहन्छु दिदीलाई भन्न चाहन्छु भाउजूलाई धेरैभन्दा धेरै नरिसाउनु होला धेरै ल म पनि मन्दिरलाई नमस्ते ढोक गर्दैछु यहाँ चाहिँ मन्दिर छ सानो चिटिक्क परेको त्यही गाइस अब
आज दिनभरि के हुन्छ के कस्तो हुन्छ अनि तपाईँहरूले चाहिँ म देखाउनेछु। आज चाहिँ हामी अहिले फिल्महरू गएर पछि आएर चाहिँ फिल्म हेर्ने हो। सो गाइस हामी चाहिँ यहाँ अब राधा आइसकेपछि हामी चाहिँ यहाँ छौँ। हामीले पर्खिरहेछौँ अनि हामीलाई अरू नपरेको छ नपाएर चाहिँ हामी हिँड्नु आएको नि त ढिलो भयो। अनि अहिले चाहिँ अहिले चाहिँ रिक्सा पाएको छ त्यहाँ राधा फायर भएर हिँड्दै हिँड्दै राधा फायर छि अटो राधा अनि अटो नपाएर हिँड्दै रिसाएर बसेपछि हाम्रो राधा मिस हुनुहुन्छ। त्यही जाने भयो जाम एकजना चढिसक्नु भएको छ हाम्रो लागि। कति क्युटी देखेको हाम्रो फुल फेरि यस्तो मजाको हाँस्नु यस्तो मजाको हाँस्नु त्यही हामी चाहिँ अब जान लागि फेरि अब दिदीको त्यहाँ घर ओल्तिर गएर चाहिँ दिदीलाई पुर्नु पर्ने हुन्छ। के भयो चाहिँ कस्तो राम्रो राम्रो छ नि त। दिनमा चाहिँ राम्रो रातिमा चाहिँ राम्रो देखिन्छ झिलमिली लगाएर सबै यहाँ हाम्रो राधा म्याम हेर्नु कस्तो घडी हेरिराख्नु ढिलो भइसक्यो। ढिलो भयो क्या हामी रिक्सा नपाएर नि त रिक्सा पाएर आइहाल्छ। हिजो 7 बजे उठेको होइन 7 बजी 7:30 भन्यो अनि आज चाहिँ फेरि 7 बजी आऊ भने मेरो पालो 7 बजी उठेर जाने राम्रो छ उता हो पैसा दिन्छु फिल्ममा आउँछु अनि पैसा दिन्छु बजारमा
पुग्यो माया छ यहाँ यो चाहिँ हामी चाहिँ यहाँ चाहिँ हामी हिँड्नुपर्ने हुन्छ सबैजना झरिसक्यो सरहरू चाहिँ भित्र गइसक्नु क्या तपाईँहरूलाई वेलकम छ ओइ तुलसी यो फिल्म हलको उस भनिदेऊ त लोकेसन भनिदेऊ न लोकेसन भनिदेऊ त के भनिराखौँ मैले यहाँ फिल्म हलको लोकेसन भनिदेऊ यता जानुपर्ने हुन्छ सरहरू चाहिँ गइसक्नु भयो क्या अनि त्यही हो सरहरू चाहिँ हामीलाई पुगेर बस्न 7:30 भइसक्यो जानुपर्ने हुन्छ सबैजनालाई वेलकम छ ल छिटो आउनु होला हाम्रो फुपूहरू सुनसान पुरा होइन मोबाइलमा चार्ज भइन्छ भनेर कसरी कराएर बसिरहेको यस्तो नेपाली फिल्म हो के नेपाली फिल्म हो के मुभी माइती घर अस्ति जेरी हामीले हेर्ने भनेको चाहिँ माथि फर्स्टको होला गाइजहरू म तपाईँहरूले कति के हुन्छ तपाईँहरूले बिचमा क्लिप राखिदिन्छु अनि तपाईँहरू नि हेरेर रमाइलो गरिदिनु होला गाइजहरू हामी चाहिँ रुँदै निस्केको जेरी फिल्म हेरेर रुने हामी चाहिँ रोएर निस्क्यो है यता अब एकचोटि कहिले भेटिने हामी चाहिँ अब कहिले भेट निस्केको जेरी फिल्म सक्यो हामी चाहिँ घर आइसकेको रहेछ चढेर मुभी हेरेर त्यही हो